झबिलाल डुम्रे जसले स्याङ्जामा लगभग शून्य तहबाट संगठन विस्तारमा खटिए उनी झबिलाललाई आज स्याङ्जा क्षेत्र नम्बर 2 बाट प्रतिनिधि सभा सदस्य बन्न मैदानमा छन्। फागुन 21 को मिति नजिकै जाँदा तीव्र प्रचार प्रसार र मत माग्न घर दैलो अभियानमा छन्। यस अघि सधैँ कांग्रेस एमालेको दबदबा रहेको र उनीहरूले नै 3 दशकदेखि शासन गर्दै आएको स्याङ्जामा यस पटक रासोपाले निर्णायक धक्का दिने प्रयास गरिरहेको देखिन्छ। क्षेत्र नम्बर 1 मा डाक्टर धनञ्जय रेग्मी र 2 मा झबिलाल डुम्रे घण्टी बजाउँदै चुनावी मैदानमा छन्। उनीहरू दुवै केवल निर्वाचनमा भाग लिने मात्रै होइन, जित हासिल गर्ने र कांग्रेस एमालेको सिन्डिकेट तोड्ने ऐतिहासिक मिसनमा छन्। दर्जन भन्दा बढी प्रचार सहायक समितिहरू छन् जो नगर, गाउँ, ओडा हुँदै टोलसम्म प्रचारमा खटिएका छन्। सामाजिक सञ्जालमा आक्रामक रूपमा रासोपाको प्रचार प्रसार भइरहेको देखिन्छ। सुरुदेखि नै स्याङ्जाको गाउँ टोलमा पुगेर रासोपाको प्रचार र सदस्यता वितरण गर्दै हिँडेका डुम्रे अन्तिम समयमा उम्मेदवारको लागि तयार बनेका थिए र रासोपाले भरोसा गरेर उनलाई टिकट थमाएको थियो। आज दिन 2 गुणा रात 4 गुणा गरेर उनले स्याङ्जा 2 को मतदाताहरूलाई आफ्नो पक्षमा पार्न मेहनत गरिरहेको देखिन्छ। राष्ट्रिय माहौल जसरी रासोपाको पक्षमा स्वस्फूर्त बढिरहेको छ, त्यसैगरी स्याङ्जामा पनि यसपटक घण्टी बज्ने संकेतहरू मज्जैले देखिएका छन्। यसअघि 2079 को निर्वाचनमा क्षेत्र नम्बर 2 बाट रासोपाका टेकराज गुरुङ उम्मेदवार थिए। संगठन नै नहुँदा पनि 8113 मत ल्याएका थिए। तर यसपटक निर्वाचनको अघि पूरा तयारी सहित झबिलाल डुम्रे मैदानमा छन्। झन् माघ 29 मा रवि लामिछाने रोड शो गर्दै स्याङ्जा पुगेपछि त के युवा, के महिला, के वृद्ध हरेकले घण्टी बजाउन थालेका छन्। हिजो कांग्रेस र एमालेको त्रासका कारण खुल्न नसकेका स्याङ्जालीहरू राष्ट्रिय रूपमा रासोपामा देखिएको लहरमा समाहित भएका छन्। झबिलाल डुम्रेले आफूहरूको पक्षमा देखिएको गाउँदेखि शहर र जिल्लादेखि केन्द्रसम्मको लहरले उत्साहित भएको बताएका छन्। उत्साहित हुनुहुन्छ? ओहो हजुरहरू आउनुभयो, हामीले त खोजिरहेको थियौँ, मोबाइलमा हेरेका थियौँ, रासोपा अथवा छोराले विदेशबाट फोन गरेर भनेको थियो, छोरीले विदेशबाट फोन गरेर भन्नुभएको थियो, राष्ट्रिय स्वतन्त्र पार्टी आउँदैछ भन्नुभएको थियो, आउँछ भन्नुभएको थियो। हजुरहरू आउनुभयो र एज अ युवाको रूपमा हजुर जस्तो युवाले हिम्मत गरेर यसरी आउनु भएको छ, हामीले चाहिँ साथ दिनको लागि तयार छौँ भनेर एकदमै धेरै उत्साहित हुनुहुन्छ। स्याङ्जा 2 मा नेकपा एमालेबाट खिमबहादुर थापा, नेपाली कांग्रेसबाट भागवत प्रकाश मल्ल र नेकपाबाट पदम बहादुर विक चुनावी मैदानमा छन्। उनीहरूले पनि आक्रामक रूपमा चुनावी प्रचार प्रसार त गरिरहेका छन्, तर उनीहरूको भन्दा रासोपाको प्रचार प्रसार शैली सामाजिक सञ्जालदेखि स्थलगत रूपमै ज्यादा रूपमा देखिन्छन्। फलत यसपटक माहौल रासोपामय बन्दै गएपछि अन्य प्रतिस्पर्धी दलहरू नराम्रोसँग हच्किएका छन्। अक्सर चुनावी प्रचारका कार्यक्रमहरूमा रासोपाको लहर देखेरै हुन सक्छ। अक्सर चुनावी प्रचारका कार्यक्रमहरूमा कांग्रेस एमालेका उम्मेदवार तथा नेताहरूले रासोपाको छिटो